कुन ठाउँ हो यो साकुरा गिचो ए आज हामी कहाँ जाँदैछौँ बिर्स्यौ है तिमीले साकुरा गिचो तर कुन ठाउँ जाँदैछौँ साकुरा गिचोको खाली सागर गिचो भन्छ त्यहाँ हामी जाँदैछौँ जू चिडियाखाना तिम्रो फेभरेट एनिमल मेरो फेभरेट एनिमल सबै भन्छ तर मासु चाहिँ सबको खान्छ है गाइस होइन है त्यस्तो चाहिँ आई लभ चिकन भन्ने अनि चिकनको मासु खाने आई लभ फिस भन्ने फिसको मासु खाने यस्तो हुँदैन नि त अब यसको लागि के ल खादिनँ यो चाहिँ फ्रीवाला जू हो फ्रीमा छिर्नु पाउँछ हामी जूभित्र छिरिसक्यौँ हाँस होइन हेर न जिउ तन्काएको त्यसले यहाँ चाहिँ एउटा केटा अनि एउटा केटी जिराफ थियो यो अगाडिको चाहिँ केटा पछाडिको चाहिँ केटी जिराफ रहेछ देखो पानीमा चिसो पानी बनाइन्छ दिनभरि पानीमा खेल्दै बस्छ यो चाहिँ मेरो फेभरेट पेन्गुइन सानोमा यसको कार्टुन हेर्थेँ त व्हाइट कलरको पनि हुनुपर्ने थियो क्या कस्तो भइरहेछ आनन्द यो कुन जनावर होला गाइस कमेन्ट गरिबक्सियोस् त अनि यहाँ चाहिँ यो आर्टिफिसियल झर्ना रहेछ हामीले भिडियो खिचिरहेछौँ अघि मयूर परा कस्तो लाग्यो त्यसले देख्यो मलाई मसँग आँखा जुझ्यो त्यसको के खाँदैछ यसले ओ रिया त्यही हो त्यो पनि हो यो सुतिराख्ने चाहिँ रिया हो होला यस्तै हो त्यो हेरो 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 हेलो रिया ओ रिया के भयो रे त्यहाँ रियालाई किन छोडेर आउन कति त्यहाँ रिया छ ए त्यहाँ रियालाई छोडेर आए जान्दिन त्यहाँ सङ्गीत पनि छ नि त अनि त्यहाँ सङ्गीतले उठाइरहेको थियो रियालाई सुतेको रियालाई उठा उठा भनेर छोडेर आउनु भयो नि त बिचरा रिया देख्यौ साथी हो कति गाह्रो हुन्छ जिउँदै हो कि मरेको हो देख्यौ पछुवा रहेछ चढ्न खोज्दै 微妙にヘビがいるんだよ。穴覗いてみて。 नक्कली होला हौ यो त नक्कली हो यार स्नेक होइन यो त
टोटोको यस्तो हुँदो रहेछ मान्छेहरूको हड्डी यस्तै ल्याएर जोडिदिन्छ होला हल्लिँदैछ नि तल ऊ बाहिर हेर्दैछ क्या सहर हेर्दैछ बाहिर जानु मन छ क्या त्यहाँ जानु पऱ्यो खुल्ला आकाशमा अब चाहिँ हामी जूबाट निस्केर जू नजिकैको पार्क जाँदैछौँ त्यही पार्कमा एउटा सानो भ्यू पोइन्ट रहेछ त्यो भ्यू पोइन्ट चढेर यसो भ्यू हेर्दैछौँ अब यो पार्क पनि घुमिसकेर अर्को ठाउँ जानलाई बस स्टेसनतिर हिँडिरहेछौँ जापानतिर चाहिँ हेर्नुहोस् न सानो जग्गा पनि कस्तो मिलेको सानो चिटिक्क परेको घरहरू एकदम राम्रोवाला बनाइन्दो रहेछ गाडी कुद्दै गरेको अवस्था म्याम बसिराख्नु भएको छ म उभिरहेछु गाडीबाट झरेर चाइना टाउनतिर जाँदैछौँ बाटोमा एउटा सानो पार्क भेटियो सफा पानी रहेछ पार्कमा पनि अब यहाँ अलिकति लन्च गरेर फेरि चाइना टाउनतिर जान लागेको के खाने तिमी यो चाहिँ जापानिज रेस्टुरेन्ट सुकियामा खाना खाएको सबै चिसो भएर बुढीलाई केही मन परेन किम्ची मात्र खाइन् चाइना टाउनको चाहिँ नेक्स्ट भिडियोमा बाई बाई बाई